भाइ हुन्छ नि भाइ, तिमीहरू ढुक्क भएर आउँदा हुन्छ। तिमीहरूको दाइ यही सहरमा छ भाइ, यही सहरमा छ। म तिमीहरूलाई साथ दिन सक्छु। तिमीहरू आउँदा मलाई कल गर। घरमा एउटा अन्नको दाना पनि छैन, आगो बालेर पनि के गर्नु? यो बुढो पनि कहाँ गएको होला? बुढी मलाई साह्रै भोक लागेको छ, यसो खाना पसिन। ल खा, तेरो घरमा यही छ, यही भाडा चाटेर बस। कहिले अन्न बोकेर ल्याएछ घरमा? घाँस खान जन्मिनु पर्ने, भात खान जन्मेछ। घर अन्न नभए नि मसँग खल्तीमा टन्न गाँड्छ मसँग। गएर जाउँ, म तिमीलाई आज होटेलमा खाना खुवाउँछु नि। होइन, तँसँग पैसा कहाँबाट आयो र होटलमा लगेर खाना खुवाउँछु भनेर फुर्ती ल्याउँछस्? हिँड्नु हिँड्नु, मलाई जसरी टन्न पेट फुट्ने गरेर खाने भएन। के छ, खाना पकायो? कहाँ खाना पकाउनु? त्यही त घरको काम सकेर बाहिर निस्किँदैछु, तरकारी लिएर जानु। तरकारी लिएर आउँछु अनि बल्ल पकाउनु। बाबाको समय ठिकै भयो। सुन न, तिमी पनि कति काम गर्छौ र थाकेकी आउने होइन? गाउँदेखि केटाहरू पनि आछ। आज उता छोडिदेऊ, खाना यतै होटलतिर खाउँला। बुढा बुढा ए ल ल भइहाल्छ नि। अलि चाँडै आऊ है, अनि छोरीलाई पनि लिएर आऊ है। अनि सुन्नु न, घरमा एकछिन काम छ, म त्यो काम सकेर आउँछु अनि भेटौँ। चाउजी सुन्नु न, 4वटा चिकन खाना, 2टा सादा खाना गरिदिनु है। हेलो दाइ, नमस्ते। नमस्ते। आयो तिमीहरू आयो? हो दादा, नमस्ते आइपुग्यो? हजुर आइपुग्यो। ल ठिक छ। आउन त विदेश जाने भनेर आयो होला पक्कै पनि। के छ, बरु म पनि गाउँतिर नगएको धेरै वर्ष भयो। गाउँतिरको हालखबर के कस्तो छ? गाउँतिर के हुनु र दादा, सब ठिकै छ। अनि बाबुआमालाई सन्चै होला के? सबै सन्चै हुनुहुन्छ। के गर्नु दादा, गाउँतिरको बुढापाकाहरू सब चैट भइसके, भएको युवाहरू सबै विदेशतिर जान थाले। त्यही भएर हामी पनि विदेश जाम कि भनेर यहाँ। अब त ठिकै छ दाइ। कोला रिचन्देका काकी चाहिँ मुल्ला गाउँका बिर्खेले लगिहाल्यो त भगाएर। के हो दाइ, गाउँमा खेतपाती गरौँ भने बाँदर बनेले सबै खाइहाल्छ, त्यसैले हामी सबै विदेश जाने भनेर। ठिकै हो, म के गर्छु? गाउँघरमा अलिकति भएको पाखो बारी लगाउँ भने बाँदरले पनि हुन दिन्न, केही त बिउ पात नै पाउँदैन। अनि त्यस्तै मल पनि पाउँदैन। दुःख गऱ्यो, जति लगाएको थियो त्यति पनि आउँदैन। त्यही भएर म पनि अहिले यो सहरतिर लागेको भाइ। ओहो केटाहरू त आइपुग्यो। सजिलो आइपुग्यो। ओहो हजुर नमस्ते। अनि बुढा भाइहरू भोकाएर आउनुभयो होला, खाना भन्नुभयो त? ए भनिसकेँ, अर्डर दिइहाल्छु। फेर साउजी के छ, खाना पस्किहाल्यो भाइ। केटाहरू भगाएको होला। यार खाना बनाउनु म त बिहान भर्खर खाजा आएको। के भने होला, अन्न त खानुपर्छ नि। अलिकति खानु भएन खाने। थोरै खाऊ।
के भयो मेरो छोरीलाई आज खोइ के केही भयो भएन, मिठो खाना बानी लागेको मिठो बाहिरको खाना होला नि छोरी त्यही खानुहोस् नखाए खाना खानु तिमी पेट भएर गएर खाइहाल्नु त्यसो भए हामीले खायौँ है त सब्जी कति हुन्छ गाउँबाट आएको सोझा सादा सिधा केटाहरूलाई यसरी ठग्छस् तैँले आइन्दा यस्तो काम गर्छस् नै गाउँदेखि आएको सोह्र सभा लुट्न हालिदिनु पनि लाग्दैन मेरा बहिनी मैले सबै पैसा फिर्ता गर्दैछु म यस्तो काम पनि गर्दैन ल केटाहरू बसेर बुढी त्यही यहाँ खानु त यहाँ सेट के छ बसेर खाऊ ल केटाहरू अब बस्दै गर है बुढी केटाहरूलाई पार्टीका लागि के छ विचार गर्नु म पनि उनीहरूको पार्टीको लागि मेरो तर्फबाट यसो बुझेर आउँछु है त त्यसो भइहाल्छ बस्दै गर है ओहो भाउजू दाइ पनि मेन पावरतिर जानुभयो यसो बजारमा पनि हामी नयाँ छौँ यसो बजारको वातावरण बुझ्न पाए हुन्थ्यो कि भाउजू के भन्छ केटा ओ ए बाबु भइहाल्छ नि नानी लिएको भाउजू मेरो त एकछिन घरमा काम छ नानी लिएर जाउँ न है हुन्छ भाउजू छोरी जा त दादालाई भोलि घुमाइदिउँ जाउँ न यसो हामी पनि बजारको वातावरण बुझौँ न यतै राखिदिनु होला हेलो कान्छो हजुर कहाँ पुग्नुभयो नि ए हो र अनि मलाई कहिले भेटिन्छ नि नाइ के हजुरलाई कस्तो देख्न मन लागिरहेको छ म त आजै भेट्ने हो